साथीहरू आज चाहिँ यहाँनिर नेपालको भ्यू पोइन्ट भन्ने जग्गामा आएको छु। यहाँको दृश्यहरू हेर्नुहोस् है। अस्ति झन् दामी थियो नि फुल, अझै पुरा पानीले झारेछ नि हो। अस्ति झन् मजाको भएको टाइममा चाहिँ आउनु पाइनँ हो। अन्त आज चाहिँ बल्ल बल्ल साइज जुर्यो। हेर्नुहोस् है साथीहरू, फगी लागेर चाहिँ तर यस्तो भइरहेको छ है साथीहरू अहिले चाहिँ। फोटोहरू खिच्नु हुँदैछ। दिन चाहिँ तर यस्तो भइरहेछ साथीहरू अहिले हो। मेरो नानाहरूले चाहिँ फोटो खिच्नु हुँदैछ हो। हेलो हाई, आज चाहिँ हामी दामी दामी जग्गाहरू छ, घुम्न आउनुहोस् है साथीहरू तपाईँहरू। तर दिन चाहिँ एकदमै आज चाहिँ एकदम अँधेरो छ है साथीहरू हो। आजको दिन अस्तितिर चाहिँ राम्रो घाम लाग्दा चाहिँ दामी थियो हो। अहिले दिन कस्तो अँधेरो भइरहेछ आज चाहिँ हो। ल हेर्नुहोस् साथीहरू, आई लभ नेपाल। यो चाहिँ नेपाल हो, यहाँको जग्गाको नाम चाहिँ। कस्तो लाग्यो तपाईँहरूलाई यहाँ घुम्नु आउनु? मजा लाग्यो, दामी है, दामी है जग्गा। साथीहरू घुम्न आउनुहुन्छ भने चाहिँ यहाँ आउनुहोस् है। तर पानीले धेरै झारिसकेछ नि फुल त हो। अस्तितिर झन् दामी थिएछ नि हो। हामी अलिक ढिलो आइपुगेछौँ है साथीहरू। ल बाई बाई साथीहरू। छैन यहाँ त के